पिक्के आयो। ल पिकेको यात्रा चाहिँ पुरा आइसमाथि हिँड्नुपर्छ पुरा। यस ओके ल हामी चाहिँ यो ढापबाट पिकेको यात्रामा बाटो चाहिँ यस्तो रहेछ एकदम धुलो पिके जाने बाटो पिके र निकै डाँडो लाग्छ भने बाटो जानु तपाईँको हिँडेर हाम्रो हिँडै उठेर छ के तपाईँको हिँडेर हाम्रो हिँडै उठेर छ सँगसँगै अनि ल बिस्तारै आउनु ल होइन तल भेटाइहाल्नुहुन्छ के जानु बाटो चाहिँ यस्तै मिठो रहेछ यो यसमा चाहिँ खतरनाक छ है पानी परेको हो नि त नो चान्सेस हामीले पनि यो बाटो चाहिँ यस्तो हरामजारी छ बाटो चाहिँ यस ठिकठिकैको मिठो रहेछ खल्ती भइसक्ने जस्तै ठिकै $150 को बारी चाहिँ सिङ्गल तान्नु पनि गाह्रो ल है पुरा ठेल्दै $150 यस्तो छ हालत गाह्रो त्यहाँनिर झुकाउँदो रहेछ नि त बहुत यहाँबाट चाहिँ बाइक छिरेर हिँड्दै जानुपर्ने रहेछ बाटो चाहिँ यस्तो रहेछ है ट्रिपमा साथीहरू ल है गाइज फाइनली म चाहिँ पिकेको टुरमा छु हाम्रो यो लामा होटलदेखि अहिले पिकेको यात्रामा बिहानै हिँड्नुपर्ने बिहान हिँड्नु उड्नु नसकेकोले अहिले एक्लै सोलो ट्रिप गएर आज केटोको यस्तो छ गाइज ल बाटो चाहिँ यो हराट्ट पारेर अब लगभग 3 घन्टामा चाहिँ पिके पुग्छ भन्ने कुरो जानकारीमा आइरहेछ बहुत घना जङ्गलमा उकालो चाहिँ त्यस्तो धेरै उकालो चाहिँ अहिलेसम्म भइरहेको छैन त्यही पनि अलिअलि सास परेको छ यो चाहिँ कति अहिले म 34-35 सयको हाई अल्टिट्युड ल पिकेको यात्रा चाहिँ पुरा आइसमाथि हिँड्नुपर्छ पुरा यहाँबाट चिप्ल्यो भने यो गियरहरू चाहिँ बिजोग हुन्छ हेर्नु यस्तो छ पिकेको यात्रा चाहिँ यस्तो आइस कसरी टेक्ने होला ल हेर यस्तो आइसमाथि हिँड्नुपर्छ यो चाहिँ सिसा हो यो चाहिँ आम्मामा सिसा ल यस्तो गाइस ल है फाइनली ठुलो अनाकन्टट जङ्गल काटेर यो चौरीमा प्रस्थान गरियो अब यो चौरी अब पिके पुग्नु लगभग 2 घन्टाको बाटो बाँकी अझै रहेछ आयो गाह्रो पाऱ्यो है उकालोमा उकालो यस्तो छ अझै घन्टाभन्दा बढी छ भन्छ पिके पुग्नु हिँडेको 3 घन्टा भइसक्यो पिके पुगिला कि जस्तो छैन त आज हेर के लाग्यो है हो ल फाइनली पिके बेस क्याम्प चाहिँ देखियो लगभग 15-20 मिनटपछि पिके बेस क्याम्प पुगिन्छ भन्ने चाहिँ हामीलाई लागिरहेछ अहिले चाहिँ म कहाँ छु भन्दाखेरि बेस क्याम्प भन्दा यता यहाँबाट देखिने भ्यूहरू चाहिँ यस्तो हिमाल यता गाउँ
बाबा रमाइलो छ ल आइपुग्यो हजुर पिके बेक्सिम चाहिँ यस्तो छ यी ल चाहिँ पिके बेक्सिम यहाँबाट पिका चाहिँ घन्टा लाग्छ भन्छ यहाँ ल हामी सँगसँगै रहनु होला तिम्रो चाहिँ नाम के भन्नु त कान्छा मेरो पेम्बा च्याङ्गा शेर्पा च्याङ्गा शेर्पा हो पेम्बा च्याङ्गा शेर्पा यस खतरा छ त कान्छी त बवाल गरे त कान्छीले कहाँ सिकेको राम्रो गर्ने रहेछ त हो कालो चाहिँ यस्तो रहेछ पुरा निधार ठोकिने उकालो छ गाइजहरू माथि बारे माथि होइन भने मलाई त्यहाँ भएर पिकेदेखिको यस्तो ठाडो उकालो रहेछ यस्तो ठाडो उकालो माथि डाँडो चढिन्जेलसम्म त केक्रेक्कै हुने रहेछ हौ है यति रमाइलो यति बेला वाउ पिके आयो ल अब यो कुन सगरमाथा कुन के हो त्यो चाहिँ मैले अलिकति गाह्रो पर्दो रहेछ त्यही पनि यहाँबाट देखिने भनेको चाहिँ सात र हिमाल चाहिँ यहाँबाट देखिन्छ भन्ने कुरो चाहिँ छ मतलब नेपालमा पाइने 8,000 हिमालमध्ये 7 चाहिँ यहाँबाट अवलोकन गर्न पाइने अनि चाहिँ यो मेन पिकमा आइयो पिकेको मेन पिक वाउ बबाल रमाइलो वाउ पिकेदेखि ल 360 हो यो चाहिँ पिकेको 360 यस वा पिके ल फाइनल गाइजहरू पिके आयो है ओके हामी चाहिँ अन द वे पिके पिक बाटो बाटो त आम्मामा यस्तो छ नि बाटो त बबाल छ कहाँबाट जाने भन्ने भयो है बाटै छैन त नि कहाँबाट जाने यस्तो बाटोमा बाटै छैन बाटै यस्तोमा हिँड्नुपर्छ बाटो कहाँ यो बाटो यार गिटार सहित रहेछ त वेट सबभन्दा बिजोक बाटो चाहिँ रहेछ यसमा गाडी कसरी लाग्छ यार बाइकमा तानेर बिजोक रहेछ अटो गर्छ है डबल आउनुभयो यहाँ धन्न से ताने हाम्रो